आज चाहिँ यहाँ माथिल्लो घरमा हामीले मोमो बनाउन सुरु गरेको माइजूहरुकोमा, किनकि माइजूको मम्मी आमा आउनुभएको छ। त्यही भएर चाहिँ आज भोलि यहाँ पर्सि फर्किनुहुन्छ अरे कि, त्यही भएर चाहिँ हामीले मोमो बनाएर खुवाएर पठाऊँ भनेर चाहिँ हामीले बनाउँदैछौँ माइजूको घरमा मोमो। अब चाहिँ मैले त्यो आटा दिम्सै मैले गुनिरहेको थिएँ, अन्त त्यही भएर चाहिँ अहिले यो सजिलो हुन्छ नि त, बेलुका फेरि अरू काम पनि हुन्छ नि त हाम्रो। त्यही भएर चाहिँ यो डल्ला बनाउँदैछौँ। यो चाहिँ दिम्सै बनाएकै, मैले दिम्सै गुनिराखेको थिएँ, ट्युसन पढाउँदै गुनेको। अन्त डल्ला बनाउँदैछु। अब चाहिँ यो चाहिँ मजाले पास उठेछ कि, त्यही भएर यसलाई चाहिँ आटाको जरुरत पनि परेन बनाउँदाखेरि, अन्त सजिलो भयो बेल्दाखेरि चाहिँ। अस्तिको पालि योभन्दा कति 2 हप्ता अगाडि बनाउँदाखेरि चाहिँ पुरा गिल्लो गुनी पठाएछु नि त, त्यही भएर बेल्नु पनि साह्रो पर्यो। अन्त त्यही भएर गुन्दाखेरि चाहिँ अलिक मजाले राम्रोसँगले उयो गुन्यो भने मात्रै हो पास उठ्ने गरी। यो चाहिँ मैले बेल्दैछु। म चाहिँ सुपर फास्ट बेल्छु, बेल्नुमा चाहिँ एक्सपर्ट छु, बनाउनुमा अलिकति ढिलो। अनि चाहिँ गोलो गोलो बेल्यो भने मात्रै मोमो मजाको सेपको आउँछ नि त। त्यही भएर चाहिँ बनाउनु चाहिँ म अलिक ढिलै छु। हेर्नुहोस् है, अब मैले बनाएको, म त उल्टा बनाउँछु भन्छ सबैले। खास चाहिँ कस्तो प्रकारले बनाउँछ कुनी, म चाहिँ उल्टा बनाउँछु भन्छ सबैले भन्दाखेरि चाहिँ बनिनु चाहिँ यस्तो बन्यो। म बाहिरबाट बनाउँछु नि त, अरूले चाहिँ भित्रबाट बनाउँदो रहेछ नि त, खुम्चाउँदै। अन्त हाम्रो बिचमा मोमो बनाउँदै माइजूले चिया बनाउनु लिएर चाहिँ चिया पनि खायौँ। अनि एक मुक्टो बन्यो हाम्रो मोमो। अब पाकेर चाहिँ भाइसँग खान्छु, भाइले चाहिँ सससँग खान्छ हो। यहाँ चाहिँ अलिकति देखिन नि त, यहाँनिर मैले भिडियो बनाउँदै थिएँ कि मामाले देख्नु भएछ नि, लाइटकै अगाडि उभिदिनु भयो कि, फेरि मैले फेरि दिमाग पनि चलेन कि भिडियो बनाउँदाखेरि, ब्याक क्यामेरामा चाहिँ त्यो फ्ल्यास लाइट अन गर्नै बिर्सेछु, त्यही भएर त्यस्तो राम्रो देखिन। मोमो चाहिँ यस्तो भएको छ। अब चाहिँ म भाइ माइजू बसेर मजाले खान्छौँ। हल्ला गर्दै फेरि हाम्रोमा चाहिँ अलिकति ज्यादा हल्ला त हुन्छै हुन्छ। हाम्रो तल्लो घर र माथिल्लो घर, हाम्रो माइजूहरूको चाहिँ माथिल्लो घर छ, हाम्रो तल्लो घर र माथिल्लो घर चाहिँ हल्ला मात्रै। यहाँ माइजू पनि आउनुभयो, म पनि